झापाको लखनपुर शिवगञ्ज कृषि सडक कालोपत्रे अधुरो, स्थानीयद्वारा बाटो अवरुद्ध। झापाको लखनपुर मङ्गलबारेदेखि मुजुरभिट्टा क्याम्पा हुँदै शिवगञ्ज जोडिने कृषि सडक खण्ड अन्तर्गत करिब 1100 मिटर सडक कालोपत्र हुन नसक्दा स्थानीयवासीले बाटो अवरुद्ध गरेका छन्। लामो समयदेखि सडक निर्माण अधुरो रहँदा दैनिक आवाजावतमा समस्या हुनका साथै धुलोको कारण स्थानीय बासिन्दा थप आक्रान्त बनेका छन्। स्थानीयका अनुसार केन्द्र सरकारको बजेटबाट निर्माण हुनुपर्ने उक्त कृषि सडक खण्डको काम ठेकेदार कम्पनीले अधुरो छोडेपछि समस्या झन बढेको हो। सडकमा दैनिक गुड्ने सवारी साधनले उडाउने धुलोले स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरूले तत्काल काम सम्पन्न गर्न माग गरेका छन्। स्थानीयवासीले ठेकेदार कम्पनीले काम अधुरो छोड्दा समेत स्थानीय सरकारले प्रभावकारी कदम नचालेको आरोप लगाएका छन्। उक्त विषयमा पालिका मेयर हुकुमसिंह राईले पनि सकारात्मक धारणा राख्दै ठेकेदार कम्पनीसँग समन्वय गरी बाँकी काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाको मङ्गलारेटबाट फनपार्कसम्म, फनपार्कदेखि तपाईँको पुलचोकसम्मको 1100 मिटर ठेक्का तपाईँको सडक विभागसँगै सरकारको पैसाबाट सुरु भयो। त्यो बिचमा काम हुँदै थियो। काम हुँदै बिचमा हामीले अत्यन्तै सडक डिभिजनको हालको अहिले तपाईँको श्याम कुमार यादव अहिले डिसा हुन्छ, उहाँसँग समय सकिन लाग्यो। यस विषयमा तपाईँले कम्तीमा पहल गरिदिनु पऱ्यो, ठेकेदारसँग समन्वय गरिदिनु पऱ्यो। यो बाटो अधुरो भयो भने भोलि बजेट नआउन सक्छ, यसमा तपाईँले पुरा गर्नु पऱ्यो, तपाईँको कार्यको जिम्मेवारी भन्दा उहाँले अत्यन्तै पोजिटिभ रूपले म यो कार्यलाई सम्पन्न गर्छु भने उहाँले पछिल्लो समय हामीले तपाईँको असार मसान्त सकेपछि बाटो नबनेपछि हामीले उहाँलाई फेरि पनि अब कसरी अगाडि बढ्ने विषयमा 3 चरण उहाँहरूसँग बसेर छलफल गरेको छु। सम्बन्धित ठाउँको तपाईँको त्यो बाटो हेर्ने इन्जिनियर चाहिँ सुशान्त भन्ने तपाईँको इन्जिनियर हुन्छ, उहाँसँग बसेर परामर्श गऱ्यौँ र अहिले भर्खरै तपाईँको 20 दिन 25 दिन अगाडि तपाईँको उहाँले मलाई एउटा इन्फर्मेसन गर्नुभयो, अध्यक्षज्यू यो बाटो तपाईँको ठेकेदारले सम्पर्कमा आयो, अब उहाँले काम गर्छु भनेको छ, ठेक्का तोडेर अर्को बजेट छैन, यसलाई काम लाउने नै उपयुक्त हुन्छ भनेपछि मैले जसरी पनि काम लाउने कुरामा लाग्नुहोस्। पहिलो प्राथमिकता उसको 6वटा बाटोमा यो पहिलो प्राथमिकता काम लगाउनुहोस् भन्दा पनि पहिलो प्राथमिकता हुँदैन। उहाँले चाहिँ तपाईँको गौरीगञ्जको बाटोलाई पहिलो प्राथमिकता, त्यहाँबाट अलिकति पैसा आएपछि के पैसा राखेर हामी यसलाई काम सुरु गराउँछौँ। अब हप्ता 10 दिनसम्म 15 दिनसम्म त्यो बाटो हामी सुरु गर्छौँ भनेपछि उहाँलाई हामीले तपाईँको कुरा राख्यौँ र बिचमा उहाँ केही साथीहरू डेलिगेसन आउनुभयो। त उहाँले जम्मा 2टा कुरा मात्रै राख्नु। मैले उहाँलाई यही अफिसको कार्यालयमा के भने ठिक छ, यो सङ्घीय अनुदान भन्ने सङ्घीयको बजेट भए पनि हाम्रो दायित्वभित्र पर्छ। हामीले आफ्नो ठाउँबाट पालिकाको स्तरबाट धेरै प्रयत्न गऱ्यौँ। सम्पर्कविहीन भएपछि ठेक्का तोडेकै नि, सम्पर्कविहीन भएपछि हाम्रो तपाईँको त्यसमा केही कुराहरू लागेन र सम्पर्क भयो। अहिले बिचमा फेरि उहाँ सम्पर्क आउनुभएको छ भने उहाँले धुलोको कुराहरू राख्नुभयो। अब यो मैले सबै कुरा तपाईँहरूको कुरा मैले बुझेको छु। त्यो बाटोमा पुरानो समितिमा पनि म आफै पनि लखनपुर खण्डको समितिमा म आफै नै बसेर काम गरेको छु। योजना कृषि सडक खण्डको र म यसमा जवाबदेही हुन्छु भनेको। उहाँले फेरि दोस्रो कुरा राख्नुभयो। दोस्रो कुरा के राख्नुभयो, पानी चाहिँ हाल्नु पऱ्यो भने पानी हामीसँग एक त पानी ट्याङ्कर पनि छैन, त्यो भाडामा कस्टली पर्छ। दिनमा तपाईँको 8-10 पल्ट हाल्दाखेरि पालिकाले त्यो स्रोतले धान्न सक्दैन र त्यो म यसमा पूर्ण रूपले प्रतिबद्ध छु। सडक निर्माणमा देखिएको समस्या समाधान गर्न पालिकाले आवश्यक पहल गर्ने बताए। यसै विषयमा प्रतिक्रिया दिँदै सम्बन्धित वडाका वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईले केही प्राविधिक तथा प्रशासनिक कारणले ढिलाइ भएको स्पष्ट पार्दै समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्। यसैबीच सडक डिभिजन कार्यालय दमकले पनि निर्माण कार्यलाई पुनः तीव्रता दिने र आवश्यक प्रक्रिया अघि बढाउने भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ। स्थानीयवासीले भने अब निर्माण कार्य सुरु नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।